ड्र्यागन फ्रुटको अब हिउँदो लागेपछि एकदम धमाधम पाउलो पोलाउन थाल्छ है। हेर्नुहोस् त, यहाँ हो यसको बोट, यहाँबाट यहाँ आउँदैछ र याद गर्नुहोस् कहिले पनि यहाँबाट पाउलो आउनु नदिनु। यसलाई यसरी भाँचिदिँदा हुन्छ, भाँचिदिनुहोस्। यसो तलबाट पाउला एउटा पनि आउनु नदिनुहोस्। हेर्नु सक्नुहुन्छ, यो डाला यहाँ छ होइन, उहीँबाट आएको डाला छ। यो डाला यहाँ छ नि, यो चाहिँ तल आएको डाला पाउला, यो चाहिँ राख्नु सक्नुहुन्छ। किनभने यो भित्र छ नि त, यसको दुईवटा डाला भित्र, यो दुईवटा बाँसको भित्र छ, यिनीहरूलाई चाहिँ राख्नु सक्नुहुन्छ। यहाँदेखि बाहिर निस्केको चाहिँ राख्नु हुँदैन। ब्रान्चको त्यही छ नियम। यस्तो भित्रभित्र निक्लिएको ब्रान्चमा राख्दा हुन्छ हो। यहाँदेखि यता भित्र यो बाहिर निस्केको छ, यसलाई फ्याँकिदिनुहोस्। लास्टको लास्ट पाक्दैछ, अलिअलि पाक्नु थाल्यो। एक दुईवटा रहेको रहेछ, 6वटा 7वटा रहेको रहेछ। लास्टको एउटा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा, यो ड्र्यागन फ्रुटको हाँगा जुन चाहिँ छ नि, जब यसरी तेर्सो पर्छ नि, यसरी तेर्सो पर्यो भने तपाईँको यो 80 फुट लामो भएर जान्छ, तर पनि फल्दैन। यसरी जानु दिनु हुँदैन लामो है, बुझ्नुभयो। यसलाई यसरी झारेकै हुनुपर्छ, यसरी झुन्डेको हुनुपर्छ, अनि यो काट्नुपर्छ, अनि मात्रै फल्छ। जब तेर्सो पऱ्यो भने चाहिँ त्यो ड्र्यागन फ्रुट फल्दैन, गएको हुन्छ। रुखमा पनि अल्गो रुखमा चढ्यो भने जबसम्म त्यो हाँगा झुन्डिँदैन तबसम्म त्यो अल्गो भएर रुखको टुप्पामा जान्छ, तर पनि फल्दैन। त्यस्तो जात हो यो ड्र्यागन फ्रुटको। हेर्न सक्नुहुन्छ, यो जति भित्र उम्रेको यो नयाँ ब्रान्च छ नि, यसलाई चाहिँ राख्नुपर्छ। साइडमा आएकोहरू चाहिँ सबै काट्नुपर्छ। यो तल आएको हाँगा यो भित्र भएको राखेको हो। बाहिर यो पनि भित्रै छ, यो लिटिक एउटा मात्रै छ, यो दुईवटा त चाहिन्छ यसलाई हो। यस्तो राख्नुपर्छ। यो देख्नुभयो, यो बाहिर आएको यसलाई हटाइदिनुहोस्। यहाँको सबै हटाएको उसको ठाउँदेखि बिठाउँमा उम्रेको डालाहरू सबै काटेर फ्याँक्ने। यहाँ पनि काटेर फ्याँकेको मैले। यो हेर्नुहुन्छ, यो एउटा लिठिकै छ नि होइन, यो लिठिकैलाई राख्नुपर्छ। यो एउटा यता लगाउनुपर्छ, यो दुईवटा यो साइडमा जान्छ। यो एउटा चाहिँ यतापट्टि बाँसको यतापट्टि हाल्नुपर्छ, यो यता बनाइदिनुपर्छ ठुलो भएपछि। यहाँ छ नि, यो घरदेखि बाहिर यस्तोलाई राख्नु हुँदैन, हटाइदिनुहोस्। यहाँ हेर्न सक्नुहुन्छ, यो यसरी हाँगा पलाएको छ फेदबाट। अब जुन चाहिँ खुट्टीमा एकदम यो बोट कम्ती छ होइन, त्यो बोट कम्ती छ भने यो राख्दा हुन्छ। कुन राख्नुपर्छ, यसमा कुन काट्नुपर्छ, छानेर काट्नुपर्छ। यो धेरै राख्नु हुँदैन यसमा, एउटादेखि बिच एउटा या दुईवटा यो काट्नुपर्छ। यो अलग भेराइटी हो फेरि। यो हेर्नु सक्नुहुन्छ, यो कति टुप्पा रातो छ। यसलाई भेटनामी श्रेड भन्छ। यो रातो हुन्छ, अरूमा कुनैमा नि यस्तो रातो हुँदैन टुप्पामा। अरू पनि देखाउँछु है तपाईँहरूलाई। यिनीहरू पनि कलिलोसँगै रोपेको डाला हो। यिनीहरू रातो हुँदैन टुप्पामा, रातो हुँदैन हो। भेटनामी रेड भन्छ, त्यो चाहिँ रातो हुन्छ। एकदमै अलगै छ यो हाँगाहरू। यो रातो हुन्छ टुप्पा। हेर्नुहोस् माथि टुप्पा रातो छ। यहाँ छ नि, कुनैमा रातो छैन। यी नामै लेखिरहेको छ पिङ्क रोज भनेर। पिङ्क रोज हो, यसमा यो टुप्पामा रातो छैन।
देख्नुभयो। अनि यहाँ एक ठाउँ छ रातो, यतापट्टि एउटा रोपेको थिएँ, भियतनामी रेडी रातो छ। यस्तो यस्तो भेराइटी छ यहाँनिर, वरिपरिको भेराइटी रोपिएको छ। यी हेर्नु सक्नुहुन्छ, 12वटा थियो, 14वटा भेराइटी भएको छ अहिले मेरोमा। तर फलेको चाहिँ 12वटा मात्रै फलेको छ, दुईटा भेराइटी चाहिँ फलेको छैन मेरोमा। यो भियतनामी रेड फलेको छैन, अनि यतापट्टि चाहिँ अमेरिकन ब्युटी, यिनीहरू चाहिँ फलेको छैन। आगो पक्कै फल्छ यो 100%। भित्र यिनीहरूको भित्र अलगै छ, अरू ड्र्यागन फ्रुट भन्दा भित्र अलगै छ। यो पिङ्क छ, अलिक डिप पिङ्क छ हो, यो भियतनामी रेड अलिक डिप पिङ्क छ। यो चाहिँ एकदम लाइट पिङ्क, यति मिठो पिङ्क छ यसमा। पछि तपाईँलाई देखाउने चाहिँ म यो। हस्, धन्यवाद आजको लागि। नेक्स्ट भिडियो लिएर फेरि आउने नै छु। त्यतिन्जेललाई राधे राधे।